नमस्ते नमस्कार सम्पूर्णमा यो चाहिँ स्ट्रबेरीको बोर्ड हो हैन। स्ट्रबेरी चाहिँ ग्रीष्ममा चाहिँ अहिले रोप्ने बेला भएको छ हैन। यता चाहिँ नेपालमा चाहिँ कुन सिजनमा कुन महिनामा रोप्छ कुनै यो थाहा भएन। यहाँ चाहिँ स्ट्रबेरी रोप्ने बेला भएको छ युरोप ग्रीसमा चाहिँ है। अहिले यो चाहिँ दुई प्रकारको बिरुवा आउँछ यहाँ चाहिँ। एउटा यो चाहिँ कपवाला हो हैन भने अर्को जरावाला पनि आउनु चाहिँ। अनि यहाँ चाहिँ स्ट्रबेरी भर्खर रोप्न सुरु भएको छ हैन। धेरै पनि भएको छैन, अब एक हप्ता जति भयो यहाँ चाहिँ स्ट्रबेरी रोप्न सुरु गरेको थालेको पनि। यो चाहिँ कपवाला यस्तो आउँछ भने हैन, यो चाहिँ आज मात्र रोपेको बोट है। यो चाहिँ कपवाला यत्रो ठुल्ठुलो आउँछ भने जरावाला चाहिँ अर्कै आउँछ। जरावाला पनि म तपाईँहरूलाई देखाउँछु हैन। जरावाला चाहिँ त्यहाँ रोपिसकेको छ भने हामीले यस्तो टाइपको हुन्छ। यहाँ चाहिँ यसरी टनेलहरू चाहिँ यसरी बनाइन्छ भने हैन, नेपालमा चाहिँ यस्तो हुँदैन, बाँसको बनाउँछ। यहाँ चाहिँ टनेलहरू यसरी बनाएको हुन्छ कि यो फलामले बनाएको हुन्छ। अनि नेपालमा चाहिँ यस्तो हुँदैन हैन। मैले यसरी नेपालमा चाहिँ फलामले बनाएको चाहिँ देखेको छैन अहिलेसम्म चाहिँ। अरू जरावाला चाहिँ यस्तो हुन्छ, स्ट्रबेरी यस्तो हुन्छ हैन। यस्तो हुन्छ जरावाला चाहिँ यस्तो हुन्छ बोट। यही हो जरावाला चाहिँ। यो पनि भयो 2 दिन जति भयो रोपेको, धेरै भएको छैन। अनि यस्तो हुन्छ नेपालमा चाहिँ कस्तो रोप्छ थाहा भएन हैन। यस्तै टाइपको रोप्छ कि अब के कस्तो टाइपको रोप्छ थाहा भएन। यहाँ चाहिँ यस्तो रोप्छ है साथीहरू ग्रीसतिर चाहिँ। ग्रीसमा चाहिँ यस्तो हुन्छ, यो जुन फराङ्गा चाहिँ यस्तो हुन्छ हैन। नेपालको चाहिँ यस्तो मैले देखेको छैन अहिलेसम्म। एग्रिकल्चरमा जस्तो तरकारीहरूमा यसरी चाहिँ बनाएको देखेको छैन। फलामले चाहिँ बाँसको मात्र देखेको छु।